नेपालमा अर्बौंको कृषि अनुदान बाँडी छ, तर बजारमा अझै विदेशी तरकारीकै रचाइ छ। किनभने हाम्रो अनुदान बाँड्ने तरिकै गलत छ। अहिलेको वितरणमुखी अनुदान प्रणालीले कागज मिलाएर पैसा खाने प्रविधि हाबी भएको छ, जसले झोले किसानहरूलाई मात्र पोषेको छ। वास्तविक किसान रित्तै छ। आखिर समाधान के त? अनुदानको मोडल नै बदल्नुपर्छ। ठुला पूर्वाधार जस्तै सिँचाइ र चिस्यान केन्द्र जस्ता अनुदानका शीर्षक बाहेक सबै अनुदानलाई चाहिँ खारेज गर्नुपर्छ र अब अभ्यास र परिमाण अथवा प्र्याक्टिस एन्ड आउटकम बेस्डमा आधारित अनुदान प्रणाली लागू गर्नुपर्छ। प्र्याक्टिस एन्ड आउटकम बेस्ड प्रणाली कसरी काम गर्छ त? राम्रा कृषिका अभ्यासहरू गरे बापत सिजनमा अनुदान अनुगमनका आधारमा सही अभ्यासलाई सिधै किसानको खातामा जम्मा हुने प्रणाली विकास गर्ने। यस्ता राम्रा अभ्यासबाट आएका परिमाणलाई वार्षिक रूपमा थप परिमाणमा आधारित अनुदान दिने। जस्तै किसानले जैविक खेती अभ्यास सुरु गर्दा अभ्यासको प्रोत्साहनका स्वरूप अनुदान दिने र वार्षिक रूपमा माटो र अन्य मापनको परीक्षण पश्चात उक्त परिणाम स्वरूप सिधै ब्याङ्क खातामा बोनस पठाउने। यो मोडल लागू गरे नेपालको कृषि सुध्रिएला त? कमेन्टमा आफ्नो विचार राख्नुहोस् र फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद।